नमस्कार, म डाक्टर प्रकाश बुढाथोकी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रवक्ता। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साप्ताहिक ब्रिफिङमा यहाँहरू सबैलाई स्वागत गर्न चाहन्छु। यही फागुन 18 गतेदेखि सुरु भएको एक महिनासम्म मनाइने मुस्लिम समुदायको प्रमुख एवं रमजानको अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। मन्त्री परिषदको निर्णय अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा डाक्टर विकास देवकोटाज्यू नियुक्त हुनुभएको छ। नवनियुक्त सचिवज्यूले फागुन 22 गते बिहिबार पदबहाली गर्नुभएको छ। उहाँले पदबहालीको क्रममा स्वास्थ्य क्षेत्रको सुधारका लागि 3 तहका सरकारबीच समन्वय थप मजबुत बनाउने र भइरहेको कार्यक्रमहरूलाई थप प्रभावकारी बनाई तीव्रता दिनेमा आफ्नो जोड रहने बताउँदै सबैसँग सहकार्यको लागि आग्रह गर्नुभएको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशव्यापी रूपमा सञ्चालन गरेको पाठीघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप अभियानमा हालसम्म कक्षा 6 देखि कक्षा 10 सम्म अध्ययनरत छात्रा र विद्यालय नजाने 10 देखि 14 वर्ष उमेर समूहका लक्षित जनसङ्ख्या मध्ये 93% लाई एचपीभी खोप दिइसकिएको छ। यही फागुन 18 गतेदेखि मनाङ, मुस्ताङ र हुम्लामा सुरु भएको एचपीभी खोप अभियान मनाङमा 20 गते सम्पन्न भइसकेको छ। मुस्ताङमा फागुन 24 गतेसम्म सञ्चालन हुनेछ। हुम्ला जिल्लामा 2 चरणमा अभियान सञ्चालन हुँदैछ। फागुन 18 देखि सुरु भएको पहिलो चरणको अभियान 29 गतेसम्म चल्नेछ भने दोस्रो चरण वैशाख 7 देखि सञ्चालन हुनेछ। त्यसैगरी डोल्पामा पनि 2 चरणमा खोप अभियान सञ्चालन हुँदैछ। पहिलो चरण फागुन 22 देखि 29 गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरण वैशाख 10 देखि 20 गतेसम्म सञ्चालन हुनेछ। मनाङमा लक्षित सङ्ख्या 109 मध्ये करिब 83% ले खोप लगाउनु भएको तथ्याङ्क हामीलाई प्राप्त भएको छ। त्यसैगरी मुस्ताङमा लक्षित सङ्ख्या 458 मध्ये करिब 84% ले खोप लगाउनु भएको छ। डोल्पा जिल्लामा एचपीभी खोप लगाउने किशोरीहरूको लक्षित सङ्ख्या 16,847 मध्ये करिब 7% ले खोप लगाएको जानकारी प्राप्त भएको छ। यी जिल्लामा लक्षित उमेर समूहका सबै किशोरीहरूलाई नछुटाई एचपीभी खोप लगाउने आग्रह गर्न चाहन्छु। आगामी वर्षदेखि राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत कक्षा 6 मा अध्ययनरत छात्रा वा विद्यालय नजानेको हकमा 10 वर्षको किशोरीलाई एचपीभी खोप दिइने पनि जानकारी गराउन चाहन्छु। नसर्ने रोगहरूको पहिचानका लागि 1 महिने अभियान फागुन महिनाभर चलिरहेको बारे जानकारी गराउन चाहन्छु। गत वर्ष 2080-81 को तथ्याङ्क हेर्दा देशभर 5,84,347 जनामा मधुमेह, 30,330 जनामा मुटु तथा रक्तनली सम्बन्धी रोग, 97,387 जनामा क्यान्सर र 2,59,110 जनामा श्वास-प्रश्वास सम्बन्धी दीर्घ रोग विशेषतः सीओपीडी देखिएको थियो। नेपालमा नसर्ने रोगको बढ्दो मारलाई मध्यनजर गर्दै यी रोगबाट हुने अपाङ्गता र मृत्युको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगहरूको रोकथाम, प्रारम्भिक पहिचान र व्यवस्थापनका लागि देशव्यापी अभियान सञ्चालन गरिरहेको छ। यस अभियानमा 30 वर्ष माथिका सम्पूर्ण नागरिकहरू स्थानीय तहद्वारा सञ्चालित स्वास्थ्य संस्थामा गई मधुमेह जाँच, रक्तचाप मापन, मृगोला सम्बन्धी रोगको जाँच र बीएमआई मापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हार्दिक अपिल गर्दछ। समयमा नै नसर्ने रोगहरूको पहिचान गर्न सकियो र यस रोगको उपचार तथा व्यवस्थापन गर्न सकियो भने उपचारमा लाग्ने आफ्नो व्यक्तिगत र देशको खर्च पनि कम हुने सर्वव्यापी जानकारी भएकै कुरा हो। यस अभियानले नागरिकहरू आफ्नो स्वास्थ्यप्रति जिम्मेवार भई नियमित स्वास्थ्य जाँच गर्ने संस्कृतिको विकास हुने पनि यस मन्त्रालयले अपेक्षा लिएको छ। अब पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सम्बन्धी जानकारी। सन् 2030 सम्ममा नेपालबाट पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्न र जनस्वास्थ्य समस्याको रूपमा रहेको पाठेघरको मुखको क्यान्सरलाई निर्मूल गर्न लिएको लक्ष्य अनुरूप स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले 30 देखि 49 वर्षसम्मका महिलाहरूको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ कार्यक्रम देशैभर सञ्चालनमा रहिरहेको छ। पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्षमा भिआइए विधिबाट 65,857, एचपीभी डीएनए विधिबाट 10,396, प्याप स्मेयर विधिबाट 22,857 गरी जम्मा 49,110 जना महिलाहरूले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराउनु भएको छ। गत हप्ताको तुलनामा यस हप्ता
थप 3784 जना महिलाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गराउनु भएको तथ्याङ्कले देखाउँछ। देशभरका 30 देखि 49 वर्षसम्मका महिला सबैले पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्न र स्क्रिनिङ गराउनमा सहयोग गरौँ र पाठेघरको मुखको क्यान्सरबाट बचौँ र बचाउँ। हाल बाँके जिल्लामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान चलिरहेको छ, त्यसको बारेमा म केही भन्न चाहन्छु। बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको जोखिममा रहेकोले यही फागुन 5 गतेदेखि बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका र फागुन 7 गते डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको वडा नम्बर 4 मा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भइरहेको छ। यो अभियान 1 महिनासम्म सञ्चालन हुनेछ। पछिल्लो तथ्याङ्क अनुसार नेपालगञ्ज उपमहानगरपालिकामा 69,540 करिब 41% औषधि सेवन गर्नुभएको छ भने त्यसै गरी नरैनापुर गाउँपालिकामा 24,932 57.47%ले, डुडुवा गाउँपालिकामा 29,018 करिब 66% र बैजनाथ गाउँपालिकाको वार्ड नम्बर 4 मा 4,504 करिब 47%ले औषधि सेवन गर्नुभएको छ। बाँकेमा कुल लक्षित जनसङ्ख्या मध्ये करिब 48%ले मात्र औषधि सेवन गरिसक्नु भएको तथ्याङ्कले देखाउँछ। यस अभियानको सफलताका लागि अथक प्रयास गर्नुहुने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, सञ्चारकर्मी, सामाजिक अभियन्ता, विश्व स्वास्थ्य सङ्गठन लगायत सहयोगी सङ्घ संस्था सबैलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय धन्यवाद दिन चाहन्छ। सन् 2030 सम्ममा हात्तीपाइले रोग निवारण गर्ने नेपालको लक्ष्य प्राप्त गर्न यस वर्ष बाँके जिल्लाको लक्षित जनसङ्ख्या सबैले अनिवार्य रूपमा औषधि सेवन गर्न आवश्यक छ। यसलाई सुनिश्चित गर्न यहाँहरू सबैको साथ र सहयोगको लागि मन्त्रालय सादर अनुरोध गर्दछ। पछिल्लो समय एम्बुलेन्स सेवाको बारेमा पनि थुप्रै गुनासोहरू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई प्राप्त भइरहेको हुनाले यसप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण भएको छ। तसर्थ एम्बुलेन्स सेवा सञ्चालन गर्नुहुने सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य संस्था बाहेक अन्य कुनैले पनि एम्बुलेन्स सञ्चालन गर्न नपाउने व्यवस्था भएको पनि जानकारी गराउन चाहन्छु। र स्वास्थ्य संस्थाले एम्बुलेन्स सञ्चालन गर्दा आफ्नो भौगोलिक स्थिति जुन हो त्यही नै त्यो एम्बुलेन्सले सेवा प्रदान गर्नुपर्नेछ। तसर्थ कुनै पनि जिल्लामा दर्ता भएको एम्बुलेन्स कुनै दोस्रो ठाउँमा गएर त्यहाँ चाहिँ सेवा दिन हाम्रो निर्देशिकाले बाध्य नपार्ने भएको हुनाले त्यही अनुसार गर्न हुन जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका सम्पूर्ण पदाधिकारीहरूलाई अनुरोध पनि गर्दछु। र एम्बुलेन्स चालकले अनिवार्य रूपमा एम्बुलेन्स चालकको ड्रेस लाउन पनि म अनुरोध गर्दछु। र साथसाथै एम्बुलेन्स चालकले कुन स्वास्थ्य संस्थाको एम्बुलेन्स हो त्यही स्वास्थ्य संस्थाको परिचय पत्र लाएर एम्बुलेन्स चलाउन पनि हार्दिक अनुरोध गर्दछु। र साथसाथै जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिका पदाधिकारीज्यूहरूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट म हार्दिक अनुरोध गर्न चाहन्छु। एम्बुलेन्स आफ्नो जिल्लामा दर्ता भएका, आफ्नो प्रदेशमा दर्ता भएका कहाँ छन्, कसरी चलेका छन्, तिनीहरूको नियमन र अनुगमन गर्न हुन हार्दिक अनुरोध गर्दै त्यसको प्रतिवेदन यस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाइदिन हुन पनि हार्दिक अनुरोध गर्दछु। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा राष्ट्रिय जनसङ्ख्या नीति 2071लाई परिमार्जन गरी नयाँ राष्ट्रिय जनसङ्ख्या नीति 2081 निर्माणको प्रक्रिया अगाडि बढाइएको र सोको प्रारम्भिक मस्यौदा तयार भइसकेको जानकारी गराउन चाहन्छु। यस नयाँ नीतिका उद्देश्यहरू यस प्रकार छन्। नेपालको जनसङ्ख्यालाई बहुआयामिक, गुणवत्ता, बौद्धिक, आर्थिक, पेशागत, नैतिक, शारीरिक, मानसिकमा आधारित तुल्याई जनसङ्ख्यिक लाभको प्राप्ति र उपयोग बढाउनु, जनसङ्ख्याप्रति संवेदनशील तथा उत्तरदायी विकासको प्रणाली सुदृढ गरी जनसङ्ख्या र विकास बीचको तालमेलता कायम गर्नु, जनसङ्ख्यालाई समावेशिता र सामाजिक न्यायमा आधारित तुल्याउनु, जनसङ्ख्या व्यवस्थापन क्षमता सुदृढ तुल्याउनु, सातै प्रदेशमा गई विज्ञ सरकारवाला समूह यस विषयमा चासो र सरोकार राख्ने सबैसँग राय सुझाव सङ्कलन गरी महत्त्वपूर्ण सुझावहरूलाई समावेश गरी नीतिको मस्यौदालाई मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिसकेका छौँ। यस मस्यौदामा थप राय सुझाव दिन चाहनुहुने सम्बन्धितले यस मन्त्रालय अन्तर्गत रहेको जनसङ्ख्या व्यवस्थापन महाशाखाको pmis.mosp11@gmail.com इमेलमा 2081 फागुनसम्ममा पनि सुझाव पठाउन सक्नुहुने भएको हुनाले सबैलाई यसमा म ध्यानाकर्षण गराउन चाहन्छु।
लैङ्गिक समानता तथा महिला अधिकारको पैरवी र प्रवर्तन गर्नको लागि प्रत्येक वर्ष विश्वभर 8 मार्चमा मनाइने अन्तर्राष्ट्रिय महिला दिवस यस वर्ष फागुन 24 गते सबै महिला र बालबालिकाका लागि अधिकार, समानता, सशक्तिकरण भन्ने राष्ट्रिय नाराको साथ मनाइँदैछ। यस 115औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महिलाहरूमा सुख, शान्ति एवं समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ। पछिल्लो समय स्वास्थ्य सचिव नियुक्ति बारेमा सञ्चार माध्यममा आएका केही खबरहरूप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण भएको छ। यस विषयमा केही प्रश्न पार्न चाहन्छु। नेपाल स्वास्थ्य सेवा ऐन 2053 को दफा 19 मा स्वास्थ्य सेवाको 12औं तहमा कार्यरत र 11औं तहमा कम्तीमा 5 वर्ष काम गरेका कर्मचारी ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनका आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिव पदमा नियुक्तिका लागि नेपाल स्वास्थ्य सेवा ऐन 2053 को दफा 19 को उपदफा 1 ख अनुसार लोकसेवा आयोगको अध्यक्षको अध्यक्षतामा रहेको बढुवा समितिले सिफारिस गर्ने व्यवस्था छ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्री परिषदले निर्णय गर्ने व्यवस्था रहेको यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु। यही व्यवस्था अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नयाँ सचिवको नियुक्तिका लागि बढुवा समितिले मन्त्रालयका 3 जना अतिरिक्त सचिव ज्यूहरूको नाम सिफारिस गरेको थियो र त्यही सिफारिसलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री परिषदमा प्रस्ताव पेश गरेको थियो। 2081 फागुन 21 गते बुधबार मन्त्री परिषदको बैठकले सोही सिफारिस मध्येबाट डाक्टर विकास देवकोटाज्यूलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सचिवमा नियुक्ति गरेको यहाँहरू सबैलाई प्रश्न पार्न चाहन्छु। अन्तमा स्वास्थ्यसँग सम्बन्धित कुनै जिज्ञासा वा गुनासो भए मन्त्रालयको हेलो स्वास्थ्य कल सेन्टर 1115 मा बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म फोन गरेर वा व्हाट्सएप वा भाइबर नम्बर 98513 30592 मा वा मन्त्रालयको फेसबुक वा एक्स ट्विटरमा @MOSP NEP इमेल hellohealth@MOSP.gov.np साथै सोझै मन्त्रालय वा हुलाक मार्फत जानकारी दिन सक्नु हुने पनि यहाँहरूलाई जानकारी गराउन चाहन्छु। आजको ब्रिफिङ यही अन्त्य हुन्छ। आगामी साता शुक्रबार स्वास्थ्य सम्बन्धी महत्त्वपूर्ण सूचना तथा जानकारीका साथ पुनः यहाँहरू सामु उपस्थित हुने जानकारी गराउँदै म बिदा हुन्छु। हवस्, धन्यवाद।